बहिनीको ब्लग चाहिँ सबैले हेर्नु पर्यो है। ओ बा कौन सा दिदी? ओ बा अनुमाया मैले छोडेको हैन कि तिमीलाई अनुमाया I miss you too. Hi guys, welcome back to my channel. It's me Anisa once again with a new video. आज म 5 बजे उठ्यो 6 बजे जान म 5 बजे उठिछु रेडी भएन म नुहाउन नि हो म नुहाउन जान्छु अनि आज म कहाँ जान्छु मलाई 6 बजे उता पुग्नु थियो 5:30 त यही भइसक्यो नुहाएर रेडी हुँदाखेरि त म कति बजे हुने हो म I'm ready. नमस्ते सबैजनालाई म फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु नमस्ते सबैजना म फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु र म रेडी भइसकेँ गाइस म रेडी भइसकेँ अब जाने होला राइट भनेर लेफ्ट लेफ्टै भनेको हो के अरे कहिले काहीँ कन्फ्युज हुन्छ आइपुग्यो अब हामी आइपुग्यो भन्नुभयो हाई रबिना मिस रबिना गुरुङ इन्स्टामा फलो गर्नु होला सबैले मलाई हामी यताबाट जाने हैन फुल रोप्यो भाइ यहाँ कति दामी हुन्थ्यो कि अनि हिजोको बेलुका जस्तो शीतल भएको भए यहाँ दामी हुन्थ्यो है साथीहरूलाई बोकेर आउनु पर्यो ड्राई पिकनिकमा कपडा ल्याएको के ड्राई पिकनिक जाने भनेर के न्यु इयरको दिन जाने भनेर कपडा लिएर आएको थियो कि नगइदिन भनेर यस्तो रिस उठेको यस्तै हुन्छ कि यता नि अर्को ग्रुप रहेछ क्या तर यतातिर फुलहरू रोप्नु भए दामी हुन्थ्यो शीतल शीतल भएको भए दामी हुन्थ्यो दामी हुन्छ त नि तर चौरमा जान दिन्छ कि दिँदैन जस्तो खालको किनभने पिकनिक यस्तो छुट्टै छुट्टै रहेछ नि त त्यहाँ किन गएको होला है यतैतिर बस्यो भने हुन्थ्यो नि सारी किन गयो होला ऊ त्यो होला तिनीहरू होला ऊ त्यो हो त्यो ग्रुप होला ए राम्रोसँग हेर्नु है ड्राई पिकनिक आउनलाई एकदम दामी रहेछ म एक्सप्लोर गर्छु अनि भन्छु ल नाम के हो भनिदेऊ न यो पार्कको भीमोली होइन भीमबाली रहेछ भीमबाली नाम त सुनेको हो अहिलेसम्म नजिकै भयो नि के भीमोदय भनेको त्यो भइहाल्यो नि त ठाउँ त्यो हेर आन्थ्यो नि त्यही हो कि उयो के भने किशोरले 10 पाइला पुगेर गएकै छैन मान्छेहरू इन्डियाबाट घुम्न आउँछ आयो भने घुमाउन लिएर गइदिनु मात्र हो त्यति हो म त्यो कति वर्षपछि बल्ल गएको कि म यता हाम्रो घरमा दिदीहरू आउनु त्यो खटराम भन्दा यहाँ राम्रो हो त यस्तो राम्रो रहेछ ऊ त्यो बच्चा रोक्यो नि मलाई बच्चाहरू मनपर्छ है तर एकदम शान्त बच्चाहरू मात्र मनपर्छ धेरै चकचके बच्चा त रिस उठ्छ दिमाग खान्छ यार अर्को ग्रुप पनि रहेछ त उनीहरू चौधरी रहेछ बिहार त राम्रो हुन्छ नि फेरि ला 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 गर्ने कि दुईटा कुकुर गरेर रहेछ दुईटा कुकुरको यहाँ भिडियो राम्रो आउँछ जस्तो खास यहाँ पानी रहन्छ कुकुर जाऊ अगाडि गर न हेलो साथीहरू यहाँको फुल एकदम राम्रो छ यहाँ पानी भयो भने राम्रो हुन्छ पानी खडेले लगाइरह पानी भयो भने राम्रो हुन्छ आउनु होला तपाईँहरू पनि के साह्रो एक्रो गरेर राख्नु भन्छ मेकअप त खासै छैन यो बाघ जस्तो देखियो
स्याल जस्तो देखिएर हेलो गाइस त्यहाँ साथीहरू त्यही बसिरहेको ढाबा नजिकै नमस्कार मलाई हेर्नु अनि मलाई टाइप हेर्नु के हो खै तिम्रो चस्मा अलि पानी धेरै हालिदिनु के भन्छ त्यतिकै नछोपिदिनु छोडिदिनु पानी हाल्नुपर्छ होला अलिकति पानी हाल्नु पर्छ उठाउँ त त्यहीबाट हाल न ठुलो उठाउनु पर्यो लास्टमा सेल्फी मारे के सेल्फी मारे के निकाला अन्त अन्त दिदी यस्तो न्युरी निकाल्नु त डल्लो मान्छेलाई साथी हुन्छ क्या न्युरी पनि पर्दैन आफूलाई कति अल्छी छ अनि मेरो हुनेवाला राम्रो यता त हुनेवाला नराम्रो ल के बोल्ने हो हाम्रो हाम्रो अन्साबाईलाई केही गर्न आउँदैन बोल्या मात्रै पेतार 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 बोल्या मात्रै हो कसले बोलिरहेको थाहा नि अघिसम्म त कपिराइट लाग्छ भनेर नबोलिकन बस्छ अहिले त गीत बन्द भयो त्यही भएर बोल्या हो नि त अनि अघिसम्मको ब्लग हाल्दैन के हाल्छु म त्यो उयो गर्छु अर्को त्यहाँ कपिराइट नलाग्ने म्युजिक हाल्न पनि मिल्छ और केही छैन रुको फिर सुरु से करते हे भन्ने त्यो गीतमा हाल्ने हो वेलकम अनिता वेवा ब्लग सब्स्क्राइब गरिदिनु भन फर्स्टमा त उसले गरेको छैन के मेरो जिमेलबाट लगइन छैन कि युट्युब त्यो भएर त्यतातिर त पाकिसक्यो होला नि हामीभन्दा चढाइ होइन तिनीहरू भन्छ दिदी भन्छ दिदी ओ बा म त जाउँ के भाइ डाइनोसर हेर्न मासु खाऊ केटी जिस्का आफ्नो अवसर हमले टिकटक बनायो
टिकटक बने बल्ल बल्ल चेक आउट प्लिज चेक आउट भिडियोग्राफर चाहिँ यतै भिडियोग्राफर यता थ्याङ्क यू सो मच फर द भिडियो एडिट चाहिँ म आफै गर्छु ओके बाइ बाइ अब हामी खाना खान जाने हो क्यापट छैन तपाईँकोमा छ म ट्राई अहिले त छैन छैन बिहान भर्खर डिलेट हाने थियो क्या किन लिएर आउनु स्पेस ए अच्छा अच्छा एउटा उकिनु पर्यो पेनड्राइभ होइन पेनड्राइभ के हरायो क्या मेरो पोखरा जाँदाखेरि कति धेरै फोटोहरू थियो मेरो त्यहाँको भाषा आउँछ अब त यो अनिसा दिदीको ब्लगमा सब्सक्राइब गर्नुहुन्न है पाप लाग्छ फेरि के अनिसा दिदीको के युट्युबमा सब्सक्राइब गर्नुहुन्न है ल अनिसा दिदी के ल्याउनु भयो मोबाइल लिएर जानु पर्दैन फोन गरेदेखि फोन नै उठाउँदैन खोइ ल मोबाइल किन नलग मोबाइल यहाँ देखेन दाइ अघि फोटो कसले खिचेको बोलम त को बोल्यो हेलो जुटो खान्न न यो दिला चुट्या एकले यस्तो गर्नु भएन है पाप लाग्छ भाडा छैन भाडा रे नआउँदो रहेछ त यसको स्कुटरको आउँछ होला पक्यो उता लस्सी नि खा मेरो म को खान्न के बुढो ल्याउनु पर्छ म्याङ्गो सेक त्यो 50 पर्थ्यो नि उता खान्न म त्यो खामजाम बुढो इस लाउनु रेकर्ड भएर है दिदी इस भने छोडेर गयो नि छोडेर भाउजू खाँडै हुनुहुन्छ कस्तो बनेको डढेको बनाएको थियो कि पोडी ल अर्को भाउजू के हेरौँ न खानुभयो अचार खाएको भए हुन्छ ए मिठो काँक्रो सुकुल भइसक्यो चप्पल झन्डै ल भयो सिधै गाडी चुप अनुमाया मैले छोडेको होइन कि तिमीलाई अनुमाया आई मिस यु टु बिजुली बालेर क्या बोला हौ फर्किँदै त पछाडिको के ब्याकग्राउन्ड दिनभरि कति रमाइलो गरे होइन टिकटकमा आयो अब भिडियो हाम्रो फन्काइ पर्ने कृषकको
अनिसा ट्वाके ब्लग मास्टर बन्देऊ ल हाम्रो सक्यो पिकनिक सक्यो है साथीहरु के भाडाकुडा व्यवस्थापन ए दाइ म त हेर्नु है म छु नि त यार तिमी जाऊ नि यार तिम्रो दाइ हेर्नु म भर्खरै मैले भाडा माजेर सकिया दाइ तेरे म दाइ छँदै जाँदै ल के बहिनीको ब्लग चाहिँ सबैले हेर्नु पर्यो है तिम्रो स्टुडेन्ट हो विद्यार्थी हो यिनीहरूले भाडा मान्छ म लिएर जान्छु ओके एउटा आलु भुर्तीमा हालेर तिम्रो दाइ हाल है एउटा आलु आलु भुर्तीमा हाल एउटा आलु सुन्नु सोध्दै यार तपाईको चारवटा गुजी कतिवटा आलु हट्छ चाडा लाग्छ है एउटा हालेर ल छिटो छिटो आलु हाल्नुमा आला सरको झन् झोला सर आलु हाल्नु लानु पनि माला के गर्ने सौरभ भाइ हाम्रो के सौरभ भाइको लागि एउटा दुलै चाहिएको यस्तो यस्तो मेहनती छ बुहारी चाहिए साथीहरू यति मेहनत कति राम्रोसँग माझेको ताली सरको लागि कोसिली भन्दा प्याक गरेर हाल्नु अर्काको महँगो स्कार्फ करेमा हालेर टन्डै छ अनि टन्डै छ ल भइहाल्यो त यो सब चटपट खाने मान्छेले गरेको अचारमा हाल्यो होइन अचारमा हाल्यो त्यत्रो खायो तरकारी खायो सब यो चटपट खाने भनेर हो क्या यस्तो बाई बाई साथीहरू अब हामी घर जान्छौँ सम्भ्यायो अब हामी जान्छौँ घर बाई बाई साथीहरू रमाइलो है रमाइलो भयो तर एकदम गर्मी भयो यसो गर्नु त हिँड्न सक्दैन रमाइलो भयो अलिअलि हल्का फुल्का हाम्रो साथीहरू छ अगाडि हाम्रो साथीहरू देख्नु भएको कि भएन